एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अनि आज म कहाँ जाँदैछु भने यति बिहान त नभनौँ, आजको कलेज टाइमभन्दा त धेरै कटिसक्यो, 7 बजिसक्यो। आज चाहिँ हाम्रो स्कुलमा हिजोदेखिको प्रोग्राम भइरहेछ क्या। अनि सो म चाहिँ हिजो चाहिँ गइनँ, हिजो फर्स्ट दिन चाहिँ, अनि आज सेकेन्ड दिन रहेको छ। अनि साथीहरूले आऊ 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 भनेकोले गर्दाखेरि म जाँदैछु। अब हेर्नु होला आज हाम्रो स्कुलमा के हुँदैछ, कस्तो कस्तो प्रोग्राम हुँदैछ भनेर हेर्नु होला, हेरेर साथ दिनु होला। यहाँबाट म निस्किन्छु, अब बाई बाई। चाहिँ यहाँबाट निस्किसकेको छु। अनि मैले चाहिँ हल्का तयार चाहिँ के भन्छ आउटड्रेस लाउनुको लागि चाहिँ हल्का तयार भएको थिएँ, तर फेरि के सोच चलेर एक्लै हुन्छु भनेर अनि लगाइनँ। स्कुलको ड्रेसमा हिँड्दैछु म चाहिँ। तिनीहरू चाहिँ यहाँ भेट भयो। ओइ साँच्ची कि ओइ कसैले ड्रेस लाउँदैन ल्या, म त कस्तो आमा हेरेर। अनि म चाहिँ जाँदा जाँदै यहाँ 2जना क्लासमेटसँग चाहिँ भेट भयो। उनीहरू चाहिँ सब्जी लिन आएको रहेछ। बाँच्दै हिँड्दा के भन्दैछ होइन। ओइ अब डान्स चाहिँ हुँदैन, डान्सको प्रोग्राम लास्ट टाइममा हुन्छ कि हुँदैन? अब हुँदैन लास्ट म जान्छु त्यहाँनिर। हजुर खोइ के लाउने हो त्यहाँ चाहिँ? धाराहरू कि धारा कि भाडा खोइ धारै भन्नुभएको नि। हामी कानुनको विद्यार्थी भएर हो क्या त्यस्तो भनेर। यहाँ चाहिँ साथीहरू के तयार गर्दै रहेछ बनाउने ओर्ने। यहाँ चाहिँ लको टिम, सब लको हो यता चाहिँ, लक मात्रै हो तयारी। साथीहरूको तयारी यस्तो खोल्यो नि। को बोलेको? हामी चाहिँ आइसकेको छौँ। अब यहाँ चाहिँ हामीले साथीहरूलाई के सामानहरू बनाउनुको लागि चाहिँ यहाँबाट हामी कता गएको? हामी चाहिँ यहाँबाट लन्डन जाँदैछौँ। काम पाइहाल्यौँ हामीले। के बनाउनु अरे? यहाँ चाहिँ यो खेलको लागि चाहिँ यसरी यो सबै तयार गरिसक्नु भएछ। यो चाहिँ राष्ट्रप्रति खेलको लागि हो यो तयारीहरू चाहिँ। अनि उता पछाडि आउँदैछन् भान्टाङ भुन्टुङहरू। हेलो भान्टाङ भुन्टुङहरू, के छ? कता हिँडेको तिमीहरू? पढ्न हिँडेको कि के हो यस्तो? पढ्न हिँडेको अरे यस्तो बोकी यस्तो बोकेर पढ्न हिँड्छन्। खासमा गाइज आज हाम्रो स्कुलमा चाहिँ फुड फेस्टिभल भइरहेको छ क्या। अनि फुड फेस्टिभल अनि के भइरहेछ, डान्स प्रतियोगिता अनि कस्तो प्रोनाउन्सिएसन गर्ने नै आउँदैन मलाई त होइन। खेलकुद, म चाहिँ कबड्डीमा खेल्न आँटेको गाइज। अनि यस्तै भइरहेको छ। हाम्रो साथीहरूले भाग लिएको छ लको 12कोहरूले। अनि यहाँ सबैजना मिलेर, खासमा चाहिँ 11-12 सबैजना मिसिएको छ, तर लिन चाहिँ 12कोहरूले हो। अनि उहाँहरूले चाहिँ फुड फेस्टिभलमा भाग लिनु भएको छ। सो यसैको तयारी हो यो चाहिँ। खासमा भन्नु होला स्कुलमा प्याज टमाटर बोकेर कता हो भन्नु होला, तर खासमा चाहिँ हाम्रो यो फुड फेस्टिभल चलिरहेको छ स्कुलमा, त्यसैले हो। बनाइसकेर देखाउँछु। स्टल नम्बर 1 रहेछ हाम्रो साथीहरूको चाहिँ। जसले पखाल्दैछ अहिले अगाडि पखाल के हो? के को लागि यस्तो? ला बोनी गरिदियो ल, केटीले बोनी गर हो। अब साईले ढोकेपछि एकदम आज चलेन भने साईको फेरि मजाले पखाल है पानी के। यहाँ चाहिँ पुरै ग्रुपबाटै स्टार्ट गरिसक्यो बोनी गर्नुको लागि। सरी सुरुमै सौताले खोज्छ यार, भाइरल गर्ने गर्न आउँदैन। म त हाल्छु। मान्छे कति केजी जार पनि त्यति केजी अरे। म त्यति केजी मात्र छु। कस्तो बिल्ला सक्छु लु, बोकेर देखाइदिन्छु लु। नबोकेको हो र यो। ल दुध 2जना चाहिन्छ। हेर एउटा जार बोक्न नि। अब होइन, अब यत्रो लामो मान्छे त्यतिर जार बोक्न आँटेको छ है। ओइ जार बोक्न नि फुटो भने चाहिँ मार्छु नि फेरि। गाइजहरु आउनु होला।
हाम्रो यहाँ फुड फेस्टिभल हुँदैछ राष्ट्रपति र सँगै हामी चाहिँ यहाँ पानी भर्ने काम दिएको छ हामीलाई चाहिँ लुगा चाहिँ भिजेर यस्तो भइरहेछ आज यो कहाँबाट लागेको छ यस्तो तयारी जमेर भइरहेको गाइजहरू खाना आउनुहोस् देखो न देखो ना गाइस देखो आलू केला इधर देखो गाइस देखो इधर देखो इधर भी देखो यहाँनिर चाहिँ यो यहाँ मेरो साथीले 2 शब्द सुनाउँदै हो सबैलाई भन्नुहोस् तपाईलाई कस्तो लागिरहेछ मलाई कस्तो लाग्यो नि मलाई धेरै रमाइलो लाग्दैछ मेरो यो स्टलमा को आयो भने धेरै बिक्री हुन्छ जस्तो लाग्छ म आफै आए भने त्यो यो फोनको धनी चाहिँ के गर्दै हुनुहुन्छ त हेर्नुस् यो फोनको धनी हेलो कस्तो देख्छ बेन्च झर्न आँटिसक्यो त्यहाँ हल्लिएर त्यो मलाई यता खेलाउनु भयो ठिकै छ त्यो पनि स्टोर नम्बर 1 मा ठुलो भयो हुँदै गर्छ गाइस हाम्रो यहाँ पुरी सब्जीको लागि सब्जी बन्दैछ यता हुन्छ पकाउने मान्छे यस्तो खतरा पकाउनुहुन्छ हात चाट्नुहुन्छ अम्ला यता चाहिँ हाम्रो पुरीको तयारी हुँदैछ यता हुन्छ बेल्दै यता पकाउने सब्जी बनाउँदैछु यहाँ हाम्रो पुरी सब्जी बन्दैछ यता सब्जी तयारी हुँदैछ होइन यता चाहिँ हाम्रो पुरी बन्दैछ यता पकाउँदै हुनुहुन्छ आलु निम्कीको पनि हो आलु निम्कीको नि हुन्छ 3-4 घण्टा उभिएको लगातार उरामा समीक्षामा अनि यता चाहिँ बेल्दै हुन्छ पुरी यता नि हाम्रो पुरी पाको फर्स्ट स्टार्ट भयो है हाम्रो कार्टुन एउटा कार्टुन उहाँको पुरी पाक्दै तयारी छौँ एकदम रेडी म चाहिँ यहाँनिर पुरी सुरी बेलिसकेर फेरि यतातिर आएको त्यहाँ चाहिँ हाम्रो स्टलको अगाडि चाहिँ यति भिड रहेको छ अनि यति रहेको छ कस्तो बोल्ने साइन्सको विद्यार्थीहरू अगाडि भएर कस्तो अप्ठ्यारो लागिरहेको ल यहाँनिर खोइ कहाँबाट मैले तिमीलाई कतिचोटि देखेको तिमीहरू पढ्दैछौ ब्याचलर जोइन गरेको कुन ओ कस्तो हुँदैछ पढाइ मैले यस्तो भयो मैले बिचमा पढाइ छोडेँ नि त 12मा अनि पढ्न छोडेँ त्यसपछि ग्याप भयो अनि फेरि अहिले जोइन होइन पढाइ चाहिँ सिभिल इन्जिनियरहरूकोले पुल बनाएर ल्याउँदै रहेछ यस्तो हुन्छ ट्यालेन्ट लको विद्यार्थीहरू चाहिँ यहाँ यस्तो गरिरहनुबाट चाहिँ के हो यस्तो ल हाम्रो साथीहरूले चाहिँ बनाएर सर्भ पनि गरिसकेको रहेछ ल साथीहरूले चाहिँ यहाँ अलिक साह्रो कराउन अनि पो हुन्छ त सब्जी हाल त यहाँनिर सबैजना धमाधम छ पञ्चायतमा चाहिँ आइरहेको छौँ यता तयारी गर्दैछौँ म चाहिँ यस्तो ठिङ्ग उभिएर बसिरहेको छु पैसा देखाउनु पैसा बिचरा साथीहरू भ्याइ नभ्याइ छ सबैजना एकदम धेरै बिजी छन् ब्रदर हेलो मार्केटिङ अलिक कम भयो रे खोइ मार्केटिङ अलिक कम भयो रे कम छिटो गर न अझै खोइ त चिच्चा खोइ
हाम्रो स्टलमा चाहिँ अझै पनि मान्छे छन् यो चाहिँ अरू स्टल हो कस्तो राम्रो बनाएको रहेछ जे होस् यता म्यानेजमेन्टको रहेछ अनि यता कुनको हो थाहा भएन ए मोमोको मेन्यु पनि रहेछ ल जाम 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 ए आलु प्याजहरू के रहेछ यहाँनिर चाहिँ मजाले विज्ञापन स्टलमा चाहिँ ल हुन्छ यहाँनिर चाहिँ स्टल नम्बर 5 मा चाहिँ आइटमहरू के छ फिङ्गर रोल अरे अनि एग अनि आलु चप प्याजी चना चिउरा अनि झालमुरी अनि पानीपुरी पनि रहेछ यहाँ पनि अनि अन्डाहरू पनि रहेछ रना चाहिँ अनि यो स्टल नम्बर 4 मा चाहिँ मेन्यु चाहिँ के छ चिया रहेछ मोमो पानीपुरी सेलरोटी प्लस सब्जी अनि खाप्से के हो यो खाप्से भनेको अनि पानी अरे बोतलको 15 रुपियाँ होइन अनि यो दोस्रो फुड फेस्टिभल कार्यक्रम 2082 श्री पञ्चायत यहाँ चाहिँ बिचमा राख्नुभएको रहेछ फुडको मेन्युहरू त्यसमा चाहिँ के छ थाहा छैन 3 र 2 मा चाहिँ अब हामी चाहिँ जाँदैछौँ वासरुम किनकि हामी अघिदेखि बिजी छु होइन एकछिन त्यहाँबाट निस्केको छैन बल्ल निस्किरहेको छौँ यो पछि चाहिँ अब हामी वासरुम गएर आएर चाहिँ खाना खान्छौँ खाजा खान्छौँ भोक पनि लागिसकेको छ नि त अनि यतातिर चाहिँ यस्तो छ वहाँनिर चाहिँ फाइन आर्ट्सहरूकोले चाहिँ के पेन्टिङहरू बनाउँदै हुनुहुन्छ हाम्रो स्कुल चाहिँ यस्तो छ क्या अहिले आएर यस्तो राम्रो भएको छ पञ्चायत स्कुल होइन सबभन्दा बेस्ट स्कुल नै हाम्रो हो क्या अनि उहाँ चाहिँ हाम्रो स्काउटको भाइहरू अस्ति उयो यसमा पनि बुनियाद दिने बेलामा पनि त्यही भाइ थियो अहिले त्यता जाँदो रहेछ स्काउटको भाइहरू अनि उहाँ हाम्रो प्रिन्सिपल सर हुनुहुन्छ पर चाहिँ हाम्रो लेखा प्रशासन शाखा अनि शिक्षक स्टाफहरूको अनि के छ सबै अनि हाम्रो पञ्चायत स्कुलमा चाहिँ यस्तोहरू बनाउनु भएको क्या यो चाहिँ एसेम्ब्ली लाग्नुभन्दा अगाडिको ठाउँहरू हो नेपालको नक्सा अनि उता चाहिँ स्कुलको उयोहरू छ अनि यहाँ सब चाहिँ अगाडि चाहिँ प्रोग्राम हुन्छ डान्सहरू केहरू हुन्छ अनि यता पनि स्टलहरू यता नि स्टल राख्नुको लागि होइन तर यहाँ चाहिँ के हो त्यो चाहिँ थाहा भएन होइन अब हेर्दै जानु होला यस्तै रमाइलो हुन्छ तपाईँहरूलाई रमाइलो गर्नु छ भने चाहिँ पञ्चायत स्कुल आउनुहोस् क्या पञ्चायतमा यस्तो धेरै रमाइलो हुन्छ ल अब हामी चाहिँ खाजा खान गइरहेको छौँ अहिले अलिक मान्छे छैन नि त त्यही भएर हामी चाहिँ खाजा खान गएको छौँ अब भ्लगरहरू सबैजना भ्लगरहरू मात्रै छ हाम्रो स्कुलमा चाहिँ राम्री स्काउटको एकछिन ल स्काउटको राम्री बहिनी हेरेर के हो किन तारिफ गर्दाखेरि हेलो यो यता चाहिँ हाम्रो स्कुलको स्काउटको बहिनीहरू है अब चाहिँ हामी खानालाई गइरहेको छौँ आऊ यतै बसेर खाम अब चाहिँ हामी खाजा खान्छौँ होइन खाजा चाहिँ यो छ हाम्रो पुरी र तरकारी खान लागेको अनि यो चाहिँ बोलिराखा बेसी काहीँ नभएको सबैले खाइसक्यो हामीले पुरी पनि कस्तो बेला भयो क्या इत्रु अनि बाङ्गोटिङ्गो यस्तो छ क्या यो चाहिँ मैले बोलेको होइन है तर ल साथीहरूले खाना चाहिँ एकदमै धेरै मिठो बनाएको रहेछ तरकारी चाहिँ एकदम धेरै मिठो थियो होइन कसले बनाएको त्यो थाहा होइन फेरि पुरी थपिसक्यो यहाँ यत्रो आलु लिएर आएछ आलुहरू लिएर आयो अब हामी चाहिँ यही जाने भएकोले गर्दाखेरि यति लिएर आएको छौँ अनि अझ उहाँ पर पनि छ आलुहरू चाहिँ टन्नै चाहिरहेछ क्या अनि यहाँ के बसाइरहेछ साथीहरूले सबजना हजुर भन त हाम्रो स्कुलमा चाहिँ यस्तो साँच्ची होला कि पञ्चायत माविमा अहिले यस्तो राम्रो हुन्छ कि सबै थोक क्या एभ्रिथिङ पर्फेक्ट झन्डै लडिन अनि यहाँ चाहिँ अगाडि श्री सुगाहा के हो विद्यालयबाट आउनुभएको रहेछ अनि सो यहाँ तयारी हुँदैछ यता आउने तयारी
अब उहाँ चाहिँ सुगाहा के हो थाहा भएन अहिले भरे भरौँला। अनि यो चाहिँ पञ्चायतको है, यो चाहिँ हाम्रो स्कुलको चाहिँ। म चाहिँ काम सघाउनु छोडेर यहाँ भिडियो गर्छु भनेर यता आइरहेको छु क्या। अनि आलु केलाउँदै हातबाट नधुइकन यता हाम्रो यो पञ्चायतको पनि लान यसरी उयो गर्न लाग्नु भएछ क्या। अनि म चाहिँ यहाँ आएको छु। अब हाम्रो चाहिँ यहाँनिर स्टार्ट हुँदैछ। बिग्रिन्छ साँच्ची स्काउटले चाहिँ किन नसुन्नु भनेर। अनि स्काउटको ट्रेनिङ अर्कै हुन्छ। अनि यो चाहिँ खासमा हाम्रो के हो? यो हाम्रो मार्च पास स्कुलको लागि अब उयो छ अरे क्या, मतलब कम्पिटिसन छ अरे होइन। अनि त्यो कम्पिटिसनमा कसले राम्रो मतलब गर्छ त्यसलाई इनाम भनेको 5,000। त्यही भएर अनि कुन स्कुलको राम्रो हुन्छ हो त्यो स्कुलले। ओके तिम्रो नाम भन ल भरे। आयुषमा टिकटकमा के छ? आयुषमा 651। ओके भरे च्यानल सब्सक्राइब पनि गरिदेऊ ल मेरो। उल्टो भयो। झन्डा बोकेकै भएन क्या बुन्ने। सम्बन्धित विद्यालयका शिक्षकहरूले यस विद्यालयको तर्फको खुल्ला चौरमा व्यवस्थित रूपले तेक्वान्दोको फाइट हो आज स्टार्ट। राष्ट्रपतिमा तेक्वान्दो भन्ने मार्सल आर्ट विधाको फाइट हुन्छ यहाँनिर, जसमा चाहिँ म पनि छु रेफ्री। हजुर। अनि यहाँ चाहिँ विभिन्न परिसञ्चालन नगरपालिकामा रहेका विभिन्न स्कुलहरू समावेश भएको छ। कक्षा 10 देखि 12 सम्म एलिमेन्ट्री स्कुलहरू, जसमा विभिन्न खेल प्रतियोगितामा चाहिँ हाम्रो तेक्वान्दो विधामा पनि आज हाम्रो कार्यक्रम सञ्चालन भइरहेको छ। धन्यवाद। ऊ चाहिँ मेरो पहिलेको ब्याचको साथी हो कि र फेरि भेट भयो तर फर्स्ट भयो। म पढ्दै तिमी चाहिँ के अरे? हामी सँगसँगै पढेको होइन हौ, मतलब अहिले चाहिँ म पढ्दैछु, तिमी चाहिँ के भएर अहिले यहाँ आएको भने? म चाहिँ यहाँनिर अहिले यहाँ गुरु यस्तै छ। तिम्रो टिम हो? तिम्रो टिम हो? ए अन्नपूर्णको टिम अरे उनीहरू चाहिँ। अब म चाहिँ काम सघाउन छोडेर यस्तो यहाँ भ्लग बनाउँदै हिँडिरहेको छु। अर्को स्कुलको पनि रेडी भयो। र चाहिँ हाम्रो पहिलाको म्याम हुनुहुन्छ क्या, मलाई सानोमा सबभन्दा सुरुमा पढाउनु भएको मिसहरू चाहिँ उता हुनुहुन्छ। ल मिस नमस्कार। नमस्कार। आर्ट्सको सेक्सन हो। अनि यता चाहिँ हाम्रो साथीहरूले बनाउँदैछन् यहाँनिर। राम्रो राम्रो भाइ बहिनीहरूले कस्तो राम्रो राम्रो बनाएको हेर न यहाँ। ओ माई गॉड। ले बनाएको पेन्टिङहरू होला चाहिँ कसले बनाउनु भएको आई डोन्ट नो। कस्तो राम्रो राम्रो बनाएको रहेछ होइन? त्यो ड्रेसमै आमा कस्तो लागेर आयो। यहाँ चाहिँ आलु निम्की बनाइरहेको छ लगातार लगातार। उता कटिङ हुँदैछ, उता बेल्ने ओर्ने गलेर गलेर फाँक भयो। अब चाहिँ कस्तो धेरै थाक्यौँ होइन। अब चाहिँ हामी बस्ने एकदम धेरै उहाँ पुरै मुड अफ बनाएर बसिसक्छ। हेर हाम्रो मेरो साथी, ऊ चाहिँ मेरो साथी हो, सानोदेखिको पढेको साथी। अनि साथी टिचर बनेर आउँदाखेरि आफू चाहिँ स्टुडेन्ट, साथीको स्टुडेन्टहरू। अनि के छ पवित्रा, सन्चै छ हो? के भन्छ पुरानो स्कुलको मिसहरू पनि भेट्यो होइन, धेरै धेरै सानोदेखिको पढाएको मिसहरू। अनि फेरि 6 देखिको
10सम्म पढाउने मिसहरू 1 देखि 5 सम्म सबैजनालाई भेटिरहेको छ। कस्तो खुसी भइरहेको छ। हुँदाहुँदै आफ्नै साथी टिचर बनेर आफ्नै स्कुलमा पनि आइरहेछ के हाम्रो। ल सबैजना हेर्नु त कस्तो धेरै क्या कतिवटा स्कुलको अझ उहाँभित्र पनि कति धेरै हुनुहुन्छ होइन। अनि भुपू सैनिकको पनि आएको रहेछ यहाँनिर सबै अझ उहाँ परसम्म पनि कतिवटा स्कुलकोहरू छ क्या पर। अनि यहाँनिर राम जानकी सरस्वती अनि भागीरथ जनता माध्यमिक अनि बुद्धको पनि आएको छ। यो बुद्ध भनेको चाहिँ यही जुन मैले टिचरहरू देखाएँ हो त्यो स्कुलको हो क्या। यो चाहिँ हाम्रो पहिला पुरानो स्कुलको हो जुन म 6 देखिको 10 सम्म पढेको। अनि बाल जागरणको पनि आएको रहेछ। अनि अर्को चाहिँ राष्ट्रपति अमरसिंह दुर्गा माध्यमिक पढेर नाम पढेर साध्यै छैन। राम कति धेरै हो कति धेरै। यहाँ चाहिँ यति धेरै छन् कि सब स्कुलको क्या लगभग हामीले गनेको चाहिँ 15वटा जति चाहिँ स्कुलै पुगिसक्यो। अनि मेरो स्कुलको सरहरू पुरानो स्कुलको सरहरू उहाँ हुनुहुन्छ क्या तर नामै बिर्सिसकेँ मैले सरहरूको लगभग। तर कस्तो खुसी लाग्ने रहेछ क्या आफ्नो स्कुलकोहरू पुरानो स्कुलको देख्दाखेरि यस्तो छ। अब चाहिँ यहाँबाट चाहिँ रेडी हुन्छ सायद सबजना श्री सिंह बाहिनी माध्यमिक विद्यालय भुपू सैनिक। अनि के हो यो स्कुलको नामै देखेन नि चन्द्र किरातेश्वर माध्यमिक विद्यालय मामली गाउँको रहेछ। दुर्गा माध्यमिक अनि अमरसिंह मावि अनि यो चाहिँ रेड स्टारको रहेछ। 7औं राष्ट्रपति रनिङ सिल्ड 2082 अनि बाल जागरण हिरक आधारभूत विद्यालय बुद्ध मावि अनि यो कुनको जनता अनि भागीरथ अनि अर्को श्रीजङ्ग होला राम जानकी भित्र। हामी चाहिँ पैसा साट्न गएको गाइस तर केही नखाइकन पैसा साट्दैन भनौँ भने। मम्मी यहाँ चाहिँ स्काउटकै मात्र त सुना खाएको चाहिँ सब स्काउट हो। हाम्रो होइन ऊ त स्टारको सुराजलाई साटेर ल्याइन्छ अरे हो सुराज के हो तिमी खाने हो एसेम्ब्लीमा बस्छ। यसपछि सम्मानको कार्यक्रम छ। केटीहरू चाहिँ खेलको लागि रेडी भइसक्यो। हाम्रो उयोबाट तिमीहरू कबड्डीमा होइन कबड्डीको लागि रेडी। पञ्चायतको हाम्रो स्कुलको यो चाहिँ यो बाल कल्याण माध्यमिकको यो पछाडिको चाहिँ यहाँको कस्तो राम्रो के हिँडाइ पनि हेर नि त बाङ्गो हेरेको होइन कस्तो राम्रो क्या साँच्ची होला यो स्कुलको त सबभन्दा बेस्ट र राम्रो हिँडाइ चाहिँ यो भाइहरूको छ। कोशी प्रदेश श्री सुगाहाट रहेछ। आफ्नो स्कुलको नाम पनि के हेर नि यहाँ यिनीहरू त अघिको एउटा ग्रुप थियो राम्रो थियो अघि रिबन थिएन अहिले रिबन लागेछ। घरे त क्युट हेर नि त कति क्युट
श्री हिरक बेसिक स्कुल रह कति क्युट यो पनि राम्रो छ दामी छ यो पनि दुर्गा हाम्रो स्कुलको राम्रो छ ग्रिन कलर नि श्री आदर्श मैले नि यो यहाँ त कति सानो सानो भाइ बहिनीहरू छन् हो आदर्श सीता आधारभूत विद्यालय अरे सबै सानो सानो छ हो यो स्कुलको त नि अब बाल जागरणको हेरौँ है बाल जागरणको यिनीहरू चाहिँ आम्बो यो चाहिँ हाम्रो पुरानो स्कुलको बुद्ध माविको हेरौँ है कोही भाइ बहिनी चिन्ने छ कि छैन कोही छैन होला चिन्ने त अब त ए उयो रहेछ यो सुमन रहेछ 2-4 जना भाइ बहिनीहरू सुप्रिया पुनु त्यो रेड स्टारको यो चाहिँ श्री चन्द्र किरातेश्वर अरे यो चाहिँ हाम्रो मामलाको दुर्गा माध्यमिक तिमीहरूको स्कुलको थाहा छैन के भयो उहाँ के भयो सब पछाडि सरिरहेको त धेरै 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 खाद्यो क्या अनि यत्रो छ हामी 20-25 मिनटको औपचारिक कार्यक्रम समापन गरेर खेलकुदको कार्यक्रम सुचारू हुने जानकारी गराउँछौँ। बिचरा उ त्यो बिचको राम जानकी हो चाहिँ सरस्वती ए दीक्षा पनि आइছে दीक्षा हेर दीक्षा ऊ हाँस्दैछ हेलो उयो बहिनीहरू ठुलो भएको छोरी हरितिमाको बहिनी के अरे ओइ सबजना Secondary boarding school
विद्यार्थी भाइ बहिनीहरूको मार्च पासमा उपस्थिति रहेको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हौसलाको लागि यो अगाडिको केटी छ नि ठिक्क सैनिक जस्तै क्या अगाडिको नि हाम्रा विद्यार्थी भाइ बहिनीहरू ताली बजाएर सम्मान प्रकट गर्नु होला। नि पुरै क्या ठुलो साँच्चीकैको जस्तो यसपछि वाल्मिकीको पनि लिएको रहेछ अघि थिएन नि वाल्मिकीको आएको भर्खर आएछ कतिवटा स्कुल हौ समाप्त भइसकेपछि स्वागत दिनको कार्यक्रम रहेको छ। नृत्यमा सहभागी विद्यार्थी भाइ बहिनीहरू चाहिँ हलमा बस्नुहोला। स्काउट सब स्काउटको रहेछ पछाडि त्यसको चाहिँ जनता माध्यमिक विद्यालय श्री जनता माध्यमिक विद्यालय प्रतिष्ठान नगरपालिका 3 को यो 7औं राष्ट्रिय प्रतियोगिता प्रतियोगिता 2082 मा सहभागिता रहेको छ। रहेछ नि जनताको यो चाहिँ जनताको जनताहरू पनि सानै रहेछ त्यसैगरी श्री सेनाखोरी माध्यमिक विद्यालय प्रतिष्ठान विद्यार्थी भाइ बहिनीहरूको पनि स्काउट शैलीको मार्चपास्टमा उपस्थिति रहेको छ। हामीले एकपटक यो मार्चपास्टलाई प्रतियोगितात्मक रूपमा मार्चपास्टमा सहभागी विद्यार्थीहरूको हौसलाका लागि पुरस्कार सहितको व्यवस्था गरिएको छ। प्रथम द्वितीय र तृतीय हुनेहरूलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम गरेको एउटा हाम्रो जिल्लावासीहरूले मार्चपास्टको मूल्याङ्कन गरिरहनु भएको छ। सुकुना भने सुनाखरी माध्यमिक स्काउटको टिम सब स्काउट मात्रै छ त यसमा त नि कस्तो यस्तो गरिदियो उनले यस्तो गर्यो क्या उनले ल भुपु सैनिकको स्काउटलाई ल्याएन छ हौ भुपु सैनिकले चाहिँ नि ल्याएको भए पनि साह्रो पनि आउँथ्यो समापन अब यो अन्तिम मार्चपास्ट हुनुपर्छ। त्यसपछि विद्यार्थीहरूको मार्चपास्टमा सहभागी विद्यार्थी भाइ बहिनीहरूलाई श्री केबी स्मारक अरे बोर्डिङ स्कुल रहेछ यो चाहिँ आम्बो बाजा गाजा सही यो 7औं राष्ट्रपति प्रतियोगिता उद्घाटन सत्रको कार्यक्रममा मार्चपास्ट विद्यार्थी भाइ बहिनीहरूलाई हामी आज हामी चाहिँ जान्छौँ हाम्रो काममा स्कुलमा साथीहरूले देख्छन् हामीले यो मार्चपास्टको पुरस्कार वितरण गर्ने कुरा पनि म यहाँ अनि यहाँ चाहिँ अतिथिहरूको स्वागतको लागि चाहिँ 12 कोरले चाहिँ डान्सको प्रस्तुति दिएको थियो अनि त्यसैले यहाँ चाहिँ डान्स हुँदैछ तर मैले चाहिँ डान्सको भिडियो नराखेको किनकि युट्युबमा चाहिँ कपिराइट लाग्छ क्या सो त्यही भएर नराखेको तर केही छैन लागे नि तर पनि अब मैले खासमा त यो मेमोरीको लागि मात्र बनाएको भिडियोहरू त त्यो कुनै उयसको लागि हैन सो त्यही भएर मैले यो बोरिङ बनाइरहेको छु हल्का भिडियोहरू चाहिँ बोरिङ भइरहेछ धेरै लामो धेरै क्लिपहरू हालेकोले सरी त्यसको लागि चाहिँ
अन्त यो स्टलमा चाहिँ धेरै भिड भइरहेको हुन्छ कि अनि हाम्रो साथीहरू चाहिँ वहाँ भ्याइ नभ्याइ बनाउँदैछन् अब कतिलाई त भ्याएकै छैन अनि धेरै जस्तो चाहिँ आलु निम्ति धेरै चाहिरहेछ क्या हामी चाहिँ यहाँ सरहरू आइरहनु भएको छ हजुर अनि बदाम अनि के चाहिँ सर म्यामहरू नि आउनु भएको छ म्यामहरूलाई कस्तो लाग्यो थ्याङ्क यू हजुर धन्यवाद बनाउने मान्छेहरू यता हुनुहुन्छ खतरा बनाउँदैन पहिलाको स्कुलको मिसहरू आउनु भएको थियो उहाँ चाहिँ हाम्रो मिसहरू हुनुहुन्छ बिसाइसम्म पनि आएछ ल सबैजना बिजी यहीँ पर्छ साइल यहाँ तिम्रो खुट्टा धुन आएको कि यहाँ पानी भर्न आएको पानी पनि भर्न आएको खुट्टा पनि धुन आएको खुट्टा घिर्न आएको भइसक्यो मजाले पखाला मजाले त्यहाँ मैले रसार्ने आयो ल हामी चाहिँ अब पानी भर्न आएको यतिखेर अरू त्यहाँ सब्सक्राइब गर्ने अनि मेरो युट्युब च्यानललाई साइल गरिरहेको छ युट्युब च्यानल त्यहाँ सब्सक्राइब गर्नु मेरो पनि भनिदेऊ न मेरो पनि सब्सक्राइब गर्नु अनि मेरो युट्युब टिकटक आइडीको नाम कि साइल ब्लग छ अनि 26 छ त्यहाँ फलो गर्ने टिकटकमा ल त्यो चाहिँ युट्युबमा आएन भने चाहिँ मार्छु नि ए आउँछ चिन्ता नगर हाम्रो कार्यक्रम चल्दैछ प्याज काट्ने साई दादा प्याजले मलाई रुवायो फर्केर आउनुहुन्छ दादा फर्केर आउनुहुन्छ नरुनु दिदी आउनुहुन्छ कुनै दिन दादा नै छैन भिनाजु आउनुहुन्छ भिनाजु नै छैन हौ उनी खोल्छौ न बरु दादा हाई प्याज चाहिँ काट्ने कार्यक्रम कसले बनाउँथ्यो एक गिलास त्यस्तो धेरै के भयो पर्दैन कि अहिले बनाउनु लेमन जुस पञ्चायत भर्सेस कुन चाहिँ स्कुल पढाएको थियो त्यसमा चाहिँ हाम्रो पञ्चायतले भलिबलमा जित्यो यताको ग्राउन्डमा चाहिँ उयो रनिङहरू भइरहेको छ यता चाहिँ म चाहिँ मेरो साथीलाई खोज्दैछु कता गयो म चाहिँ यिनीहरूलाई बोलाउनुको लागि आएको के केको लागि भन्दाखेरि काम गर्नुको लागि किनकि अब आलु निम्की पुगेन नि त अनि आलु निम्की बनाउनु पर्ने भएर चाहिँ यिनीहरूलाई बोलाउन आएको फुच्चल के हुँदैछ रेस जाने हामी पनि हेर्न जाम एकचोटि हेरिदियो अरे आम म भिडियो पनि लिएको छैन सरलाई कति बजी पुरानो सरहरूलाई भेटिरहेछ हाम्रो एक लटको सकिसकेर निम्कीहरू फेरि निम्की र उयो बनाउनु लागिरहेको छ भाइलाई नि देखाउनु अरे ल यहाँ चाहिँ दोस्रो कि कुन लट हो सेकेन्ड लटै हो आजको चाहिँ हिजोको पनि सकिएर आजको पनि सकिएर फेरि अर्को बनाउँदैछौँ हाम्रो साथीहरूले बनाउँदैछ सबजना बिजी छौँ है आमा चाहिँ सबैजना बिजी होइन अब कतिचोटि ल हेलो राम्ररी काम गरेर झगडा होइन उहाँ झगडा गर्दैछ निम्की काट्ने चाहिँ यता ल अब हामी चाहिँ काम गर्छौँ म पनि काम गर्न जान्छु सघाउनु जान्छु अनि यति भन्दै आज चाहिँ अब लास्ट लट होला हामी अब यति बनाइसकेपछि हामी आफ्नो घर जान्छौँ त्यो रमाइलो भइरहेको तर खेलहरू चाहिँ केही हेर्न पाएको छैन हामी यता कामले गर्दा केही खेलहरू चाहिँ
भाइरल हुन्छ मिस के हुन्छ त अनि साथी हो नि त हो साथी हो नि त नट मिस तिमी मेरो लागि मिस होइन तिमी मलाई चिन्न तिमी नभने ए ल ल तने पढेको साथी अहिले तिमी भन्छ यहाँ हाम्रो मिस चाहिँ आफ्नो स्टुडेन्ट लिएर आउनु भएको छ होइन यो पनि हो मेरो हामी साथी साथी हो है अनि यहाँ मिस ज्यूले आज ठुलो काम गरिदिनु भएको छ यहाँ मेरो आइडेन्टिटी कार्डमा मैले क्या यो अब यो अनुहार छोप्नुको लागि अनुहार कस्तो छ नि त अनि गएर छ त मेरो च्यानल हेरेको छैन ए म भरे छैन 210 त्यस्तो भाइरल छ एक दुईवटा चाहिँ हेर न हेर डान्स हान्नु मिस भएर डान्स हान्न लाज लाग्दैन फेरि भन्नु त मिसको काम हेर न यहाँ म पानी लिएर आउँछु कि ल म्याडमजी राम्रोसँग जानु आफ्नो विद्यार्थीहरू लिएर होइन सेफ जर्नी बाई बाई साथीलाई भेटेर के गर्नु हेप्नु मेरो यहाँ आइडेन्टिटी कार्डमा मैले यो अनुहार लुकाउनुलाई यो स्टिकर टाँसेको थिएँ त्यो पनि उकाइदियो हेलो गाइज हामी चाहिँ यहाँनिर सबैजना काम गरिरहेको छौँ म चाहिँ पानी लिएर आइसकेँ अनि त्यो भएर भिडियो बनाइदिएको म आफ्नो पनि बनाउँदैछु तर हाम्रोमा चाहिँ आलु निम्की खानुको लागि आउनु सक्नुहुन्छ आलु निम्की मात्र नभएर हुँदैछ यस्तो खतरा निम्कीको कटी एउटा माइक्रोफोन बाहिर फिल्डमा तपाईँहरूसँग छ भन्ने अनुरोध गर्दछु फिल्ड र ट्र्याकतर्फ खटिनुभएका सरहरू तपाईँहरूसँग भएको माइक्रोफोन एकपल्ट अघि स्टेजमा उपलब्ध हामी चाहिँ एकछिनको लागि ब्रेक लिएर जाँदैछौँ राम्रोसँग गर अहिले म आउँछु म हामी एकैछिनमा ल ब्रेक लिएर जाँदैछौँ कामबाट छुट्टी बल्ल बल्ल अब हामी जान्छौँ अनि 1 घन्टामा आउँछौँ एकैचोटि काम सकेपछि मात्रै अरे क्या हामी चाहिँ जाँदैछौँ अहिले साथीको कबड्डी हेर्नुको लागि यस्तो धेरै आत्तिरहेको छ यो केटी राम के साह्रो आत्तिएको कबड्डीको लागि चाहिँ धेरै आत्तिरहेको छैन ल हामी चाहिँ जान्छौँ यहाँनिर चाहिँ कबड्डी भइरहेछ हाम्रो पञ्चायतको कति भन्छ पञ्चायतकै के भयो के भएर छ म पनि अलिकति यता आउँछु ल यतापट्टि आउँछ तिमी भिडियोमा अलिक देखेर हाम्रो बहिनीहरू खोइ उयो बस्नु न जित अब भन्छ न हाम्रो सुशीला आउट भयो अब हाम्रो हैन जितेको पञ्चायतले ल हाम्रो पञ्चायतले जित्यो केटीहरू आमा उब्रेर हेर ल कङ्ग्रेचुलेसन फाइनल हेर्नुपर्छ अब ल फाइनल कुन दिन हो पर्सि जाम अब भएन हाम्रो काम जाम ल केटी हो जितेको बालु कङ्ग्रेचुलेसन केटीहरू जितेर अनि यहाँ चाहिँ भइरहेछ केटाहरूको भलिबल भइरहेको छ अघि केटीहरूको भएको थियो होला अनि हाम्रो पञ्चायतले जितेको अनि अब चाहिँ रेड स्टार र सिंहबाहिनी होला सायद उसको भलिबल भइरहेको रहेछ ओए जाने जाऊ ल बाई बाई अनि यहाँ चाहिँ बक्सिङ टेक्वान्डो हुँदैछ
चाहिँ फाइट टेकन्डो हुँदैछ के हो यो यति नै हो यो चाहिँ कसको साइडले यो निम्की बनाउनुको लागि बेलेको हो यो यस्तो यस्तो के गरेको यो हेर यहाँ यत्रो निम्कीहरू हामी चाहिँ यहाँ काम गर्दैछौँ यहाँ मजाले बेल्दैछ एउटा उयो के भन्छ गोलो बनाउँदैछ अनि म चाहिँ यहाँ काट्दैछु अनि यता बिजिता चाहिँ यहाँ बनाउँदैछ भयो अब हामी काम गर्छौँ म चाहिँ गएको 4 बजिसकेको छ सो म चाहिँ जाँदैछु अब यिनीहरू अझै पनि काम सकेको छैन यत्रो भएर छ यहाँबाट चाहिँ म चाहिँ जाँदैछु अब रमाइलो भइरहेको छ होइन अब म चाहिँ स्कुलबाट जाँदैछु अब जम्मा चार्ज पनि 1% मात्र छ सो म घर जानुपर्ने बेला पनि भइसक्यो हेलो एभ्रिवान हेलो एभ्रिवान हेलो हेलो बाई 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 आज चाहिँ कुनै पनि गेम मजाले हेर्न पनि पाएन र भिडियो गर्न नि पाएन सरी फर द्याट होइन अनि म चाहिँ यहाँबाट जाँदैछु